नमस्ते। आज पनि म फेरि आइसकेको छु मेकअप लुक लिएर। तर मैले चाहिँ अलरेडी फेस चाहिँ गरिसकेँ अनि ब्राउज पनि मैले सेट गरिसकेँ। त्यस्तो केही होइन, मैले त नेचुरलमा हल्का ग्लु लाएर मात्रै राखेको छु। आज म हजुरहरूलाई आई मेकअप देखाउँछु है, त्यही पनि पर्पल आई मेकअप हेर्दै गर्नुहोला। आई प्रेपको लागि चाहिँ फर्स्टमा मैले लिएको छु कन्सिलर। कन्सिलर लगाइदिउँ। कन्सिलर लगाएर कलरको लागि त रेडी गर्न पऱ्यो। यसरी चट्ट ब्लेन्ड गरिदिनुहोस्। भइसकेपछि पाउडरले सेट गरिदिनु। स्लिम पाउडरले के गर्नु पर्दैन, चट्ट दिनु। यति भएपछि हजुरहरूको आइ चाहिँ रेडी भयो मेकअपको लागि। ल आइ चाहिँ भइसक्यो। मैले पहिला सुरु न्युडवाला लिएर होइन, हजुरहरूसँग जुन न्युड छ त्यो लगाएर अल ओभर लेयर लगाइदिनुहोस्। पहिला मजाले यस्तो फ्लफी ब्रसमा लिएर कता कतै म दुइटै आँखामा लाएर आउँछ है त। ल हेर्नुहोस् यतिको भइसक्यो। अब चाहिँ हजुरलाई कुन कलर राख्नु मन छ त्यही गर्नुहोस्। म चाहिँ आज पर्पल पर्पल गर्छु भनेर हजुरहरूलाई पनि देखाउँछु। म चाहिँ जाँदैछु एकदम लाइट पर्पलमा। यहाँ छ है, एउटा डस्ट आउट गर्नुहोस्। यस्तरी बिल्डअप गर्दै जानुहोस् है। म चाहिँ फर्स्टमा कर्नरमा मात्रै यस्तरी लगाउँछु। बिल्डअप गर्दै जानुहोस्, थोरै लिँदै डस्ट आउट गर्दै। यस्तो बिल्डअप गर्दै जानुहोस्। हेर्नु त कस्तो मिठो कलर आयो नि यहाँ र यहाँ। त्यस्तै यता पनि लगाएर म आउँछु है त। यसरी कलर बिल्ड गर्दै यतिको कलर आउँछ होइन। ब्लेन्डिङ चाहिँ मस्ट है, एकदम ब्लेन्ड चाहिँ गर्नु होला। यस्तरी मैले चाहिँ ब्लेन्ड गरिसकेँ। अब म चाहिँ ग्लिटर अगाडि चाहिँ छानी व्हाइट व्हाइट लिएको छु, यसरी लगाइदिन्छु। यसमा पर्पल युज पनि छ क्या, यो पनि लगाइदिन्छु। यसरी दुइटै आँखामा लगाएर आउँछ है त। अन्त यतिको भइसकेपछि हार्स लाइन नदेखोस् भनेर यसरी मर्ज गरिदिने हल्का हातले यतापट्टि पनि। कस्तो राम्रो भयो। पालो लगेको छ यिनीहरू। त्यो भएपछि अब लाइनरको पालो। लाइनरको पालो माथि आइलाइनरहरू लगाएँ होइन। अब तल पनि सेम कलरले ब्लेन्ड गरिदिउँ। यो लाइट लिएर भइसकेपछि अनि अघिको ग्लिटर पनि हल्का यहाँ यहाँ थपिदिन्छु। आइज पनि ओके भयो। अब मस्कारा लाउने। मस्कारा लाउनुभन्दा अगाडि चाहिँ यसरी आइक्राउन पनि गर्नु होला। अब लगाउँछौँ हामी मस्कारा। अब पालो मस्काराको।
यसरी लगाइदिनुहोस् अनि ल्यासेस लगाउनु मन छ भने लगाउनुहोस् म चाहिँ लगाउँछु कन्सिलर ड्राई हुन छोडिदिनुहोस् चाहिँ लगाइदिन्छु यसमा पनि फाउन्डेसन भनेर कन्सिलर चाहिँ ब्लेन्ड नगर्ने फाउन्डेसन ब्लेन्ड गर्छ अहिले अनि आउँछ है त अहिले ब्लस ब्राउन सबै गर्छ कि अब एकछिन सेट भयो नि त यो मजाले अब ब्लेन्ड हुन दिने जहाँ लगाउनु भएको छ त्यहाँ मात्र यसरी प्रेस गर्नुहोस् कति फ्ललेस भएन त ल अब पाउडर लगाउने म चाहिँ पिङ्क पाउडर लगाउँदैछु है त यस्तरी जहिले पनि लिएर अनि बल्ल सेट गर्नुहोस् लगाउनुहोस् लगाएको नलगाएको ल मेरो फाइनल लुक चाहिँ यही हो म हजुरहरूलाई लुगाहरू लगाएर आएर देखाउँछु है त कस्तो देखिन्छ लुगामा पनि हेर्नु होला थ्याङ्क यू यो चाहिँ रहेको छ मेरो फाइनल लुक हेर्न सक्नुहुनेछ यही हो हेर्नुहोस् मेकअप